विदेशतिर छन्। तातो खाना खान नपाएको कति भयो। अब यस्तै हो, चाउचाउ खायो बस्यो। अब 12 घन्टा ड्युटी छ। कहिले पनि होइन कि यहाँ आएको दिनदेखि कहिले पनि होइन खाना खाएको। अब के गर्ने, यस्तै हो विदेशतिर। कहिले केही खाऊ, अब एक दिन तातो खायो, अर्को दिन बासी खानुपर्छ, अर्को दिन के खायो, अर्को दिन के खानुपर्छ। त्यही भएर जुगाड गर्नै गाह्रो छ। साथीहरूले भन्छन् विदेशतिर गएको छ, मजा गरेछ, के गरेछ, तर केही पनि होइन। ट्याक्क चाउचाउ ल्याउने, चाउचाउ खाने, कहिलेकाहीँ बेलुकातिर तातो खाना पकायो भनेपछि बिहान त्यही खाना खाएर ड्युटी हिँड्ने। 12 घन्टा ड्युटी छ। साथीहरू विदेश भन्नु पनि छैन हो भन्छन् हो। साथीहरूले फोन गरेर भनेर आउँछन्, ए मजा छ, पैसा कमाइरहेको छ, टन्नै गरिरहेको छ, हामी नेपालमा केही छैन। तर थोरै हो त, थोरै पैसा चाहिँ हुन्छ, तर केही छैन अरू त, न केही न केही। त्यही भएर यस्तै गर्न चाउचाउमा कति दिन काट्नुपर्छ। कहिले काहीँ त यही खानु पनि फुर्सद हुँदैन। अब 12 घन्टा ड्युटी, 2 घन्टा आऊ 2 घन्टा जाऊ। त्यही हो साथीहरू, के गर्नु, यस्तै हो जिन्दगी। त्यही भएर कस्तो हुन्छ विदेशको दुःख। तपाईँहरू पनि कोही आउँदै हुनुहुन्छ भने ट्याक्क बुझेर आउनु होला। अब हजुरको दाइहरू भाइहरू होलान्, अनि त्यसपछि उहाँहरूसँग ट्याक्क बुझेर कस्तो हुन्छ ठाउँ, कस्तो छ काम, कति घन्टा हो ड्युटी, सबै बुझेर आउँदा राम्रो।